यो चाहिँ पानासोनिकको सबवुफर हो है। यसलाई चाहिँ कसरी खोल्ने भन्ने कुरो चाहिँ म सिकाउँछु है त। हाउ टु ओपनमा गएर सर्च गरेर पनि भेटिन्छ। पहिला यो स्क्रिन खोल्ने, यसमा चाहिँ एलेङ्कीवाला नोट दिएको हुन्छ, एलेङ्कीवाला। त्यसलाई खोल्नलाई एलेङ्की चाहिन्छ। यो एलेङ्की चाहिन्छ, यस्तो खाले एलेङ्की। यस्तो दुईवटा दिएको हुन्छ। यो खोल्ने, यसपछि यो खोल्ने। अब चाहिँ यसको काम आउँछ, यसको काम आउँछ। यसको काम चाहिँ यो निकाल्ने। नमस्कार है गाइज, ल यो निकाल्ने। यो निकाल्न साह्रै गाह्रो हुन्छ, फेरि फुट्न सक्छ है। यो दायाँ गऱ्यो भने फुट्न सक्छ यसको। यो त अब एकदमै चाहिँ एन्टिक पिस हो। फुट्यो दाग लाग्यो भने नमजा हुन्छ। पहिला यस्तो निकाल्ने, यसको पनि यो निकाल्ने। निक्लिन्छ, ल छिर्यो है त्यसमा, ल छिर्नु त्यो निकाल्ने। अनि त्यसपछिबाट फेरि यो रबर्ड हुन्छ है, यो रबर्ड हुन्छ। यसलाई पनि त्यही दाग नलाग्ने किसिमले निकाल्नुपर्छ है। अलिक गाह्रो हुन्छ निकाल्न चाहिँ। यसरी निकाल्ने, ल गयो उतातिर गुडेर गयो, ठिकै छ। ल यसरी निकाल्ने। यसमा पनि त्यसै गरी यहाँ हुन्छ है। यस्तो टाइपको हुन्छ, यसलाई निकाल्ने है। यस्तो माथि दुईवटा हुन्छ। अनि अब आयो, अब यो स्पिकरको निकालेको ठाउँमा पनि चारवटा हुन्छ। चारवटामा एउटा निकाल्नु पर्दैन, तीनवटा पुरै निकाल्नुपर्छ है। एउटा चाहिँ पर्दैन निकाल्न, एउटामा नट हुँदैन। किनभने यो छेउमा देख्नै सकिन्छ, यो छेउको यहाँबाट देख्नै चाहिन्छ, नट हाल्ने ठाउँ छैन। यसमा चाहिँ नट हुन्छ। यस्तो निकाल्ने। तर साह्रै गाह्रो हुन्छ निकाल्न चाहिँ। अलिकति विवेक पुऱ्याएर, बुद्धि पुऱ्याएर निकाल्नुपर्ने हुन्छ। चोटपटक नलागोस् है, हात पनि त्यसले घोत्न पनि सक्छ। साह्रै गाह्रो हुन्छ, कम्पनी फिट पऱ्यो। अब आफूले हालिसकेपछि त फेरि सजिलो हुन्छ। यो चाहिँ कम्पनीवाला पऱ्यो। यसमा लक गर्ने ठाउँ पनि देखा हुन्छ, यहाँबाट सानो लक गर्ने ठाउँ देखा हुन्छ। यो चाहिँ यहाँ पालमा पछि हाल्ने बेलामा यो लक गर्ने ठ्याक्कै मिलाएर हाल्नुपर्छ, नभए मिल्दैन, यो भित्रसम्म घुस्दैन। अब खोल्नु पऱ्यो यो एउटा।